हेलो नमस्ते नमस्ते दादिङ दादिङ ल हाम्रो दादिङमा लिची कसैलाई चाहिएको छ भने सम्पर्क गर्नु होला यहाँनेरि ल लाइले जा लिची खाना पर्यो लुची लिची 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 टिप्ने भाटाइ कहाँ छ यता अलि काकाले मार्छ नि तल खाना मात्रै त यति मात्रै खाना मात्रै छोड्दै ल यहाँ मैले बोलिरहेको छु कसै यहाँ हेर्न कहाँ छ हेर्न यता हेर भने औ झापुलले कम ए लुक इङ्ग्लिसबाट भन्न लगाएको ए हाम्रो सुभाष खकुरेल हेलो सबैजना लिची खाना यता सम्पर्क गर्नु तर पैसा नतिरी लिची चाहिँ पाउँदैन खाना मात्रै पाउँछ होइन हाम्रो गाउँमा चाहिँ खाना चाहिँ जसलाई पनि पायो होइन लिची अलिअलि चाख्न चाहिँ तर पैसा तिरेर लान चाहिँ पाइन्छ किन्न पर्छ भने यहाँनिर आइसो सबैजनालाई 150 रुपियाँ त अलिक पर्दैन ल लिचीको बोट लिची घारी लिची घारी लिची घारी लिची खाँदैछन् ल लिची बगान क्या दामी सिन देखिन्छ अब हाम्रो यहाँबाट भने बाफ्रे र यो चाहिँ बाहिर जाने हो गाडी चाहिँ ल रहेछ यो चाहिँ यहाँ धार्के यहाँबाट चाहिँ धार्के निस्किन्छ एकैचोटि यो सबै बाहिर जाने गाडीहरू चलिरहेको हो हाम्रो घरबाट यहीँ हो एकदम नजिक पासमा पर्छ ऊ त्यो काठमाडौँ भइहाल्यो ऊ आऊ त्यहाँ काठमाडौँबाट आउने बाटो भयो त्यताबाट हुँदै यहाँ भयो ए हामी नि कहाँ गाउँमा त जमिन कति हो आमामाम यही काठमाडौँमा एक डाँडोको फरक छ त्यो डाँडो काठमाडौँ भयो यो डाँडो भयो एक डाँडोको फरकमा जग्गा त कति हो सिरानदेखि पुछारसम्मै छ जग्गा त तर काठमाडौँको जति भाउ नै आउने भएर मात्रै कति हो नि बाफ्रे क्या दामी छ सिन पनि भाउ आउने हो भने त कति जग्गा है कहाँ छ हाम्रो है पैसा आउने भए त कति हो जग्गा अहिले आउनु ला रे